हेलो एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज। सो अनि आज चाहिँ म चाहिँ धेरै दिनपछि भ्लगिङ गर्दैछु। लगभग 10 दिन भयो। म फाइनली रिकभरी पनि भइसकेको छु। सो अनि अहिले चाहिँ हाम्रो ठ्याक्क 3 दिनपछि चाहिँ आजदेखि चाहिँ 3 दिनपछि चाहिँ हाम्रो इक्जाम छ। अनि इक्जाममा चाहिँ मैले खासै केही पढेको पनि छैन। सो अनि अब ठक्क चिट बनाएर जान्छु होइन। अनि सो मेरो चिट बनाउने तरिका तपाईँहरूलाई म सेयर गर्छु है। कस्तो लाग्छ तपाईँहरूले पनि हेरिदिनु होला है। फाइनली मेरो चाहिँ यस्तो छ कटिङ स्टाइल होइन। अनि हाम्रो चाहिँ अब जुन सेन्टर परायो नि बानेश्वरमा परायो अरे अनि एकदम टाइट छ अरे क्या। अनि त्यही भएर चाहिँ टक्क लाएर यत्रो लामो छ यत्रो ठुलो छ यसलाई चाहिँ अब काटेर होइन यो साइजमा लिनुपर्ने हुन्छ। अनि आज म चाहिँ चिट बनाएरै आज मेरो दिन जान्छ होला। हेरौँ है त कति दिन लाग्छ चिट बनाम। सो 3 दिनपछि छ। 3 दिन इज इनफ टाइम। पढ्दा पनि हुन्थ्यो तर पढ्दा चाहिँ मेरो दिमागमा के बल्ले पर्दैन। सो अब म चाहिँ चिट बनाउनुतिर लागिरहेको छु है त। ह्याप्पी न्यू इयर सबैलाई होइन। अनि यहाँ चाहिँ हाम्रो वैशाख 1 गते भइसकेको छ। अनि आज चाहिँ हाम्रो न्यू इयर। सो तपाईँहरूले कसरी न्यू इयर मनाउँदै हुनुहुन्छ। अब आज चाहिँ हाम्रो न्यू इयर होइन इक्जाम इयर हुँदैछ। एकदम नमजा हुँदैछ। अब इक्जाम मनाउनु जानुपर्ने इक्जाम दिनु जानुपर्ने हुन्छ। सो भोलि चाहिँ इक्जाम दिनु जानुपर्ने हुन्छ। आज इक्जाम सेन्टर हेर्न जाउँ। लेट्स गो। अब आज कलेज जानुपर्ने हुन्छ। हो यस्तो बिगिसोहरू चाहिँ मेरोमा चाहिँ स्कुटीमा टटटटटटटट भन्छ। बेरिङै झरे जस्तो लागिरह। म कलेज यस। कलेजको कपडा खोइ हामीलाई कलेजको कपडा लाउनु पर्दैन। स्टार्ट गरिदिउँ। तिमीलाई स्टार्ट गरिदिउँ बनाइदिउँ स्कुटी। खोला स्याक यसो गर यसो गर। अब यसरी यसो गर्ने है। भुर 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 टिटी टर्न लगाइदिने अरे के। तिमी कति वर्ष भयो लु भन्नु त। 8 9 ए 9 years old you are। एक हान्नु न एक दुई भक्कै दियो त। एक हान्नु न सक्दैन सक्दैन एक हान्नु हान्नु न एक गाथालाई। यो त तिमीभन्दा धेरै सानो त। यो त भर्खर 7 वर्ष त हो। तिमी 9 वर्ष जितिहाल्छ नि हो र। अनि तिमीले किन नआउनु एक देऊ न मर्ने। ओ माई गुडनेस बच्चा हो। कसले किनेको तिमीलाई बल अनि भेटेको को दाइले को ए उहाँले दिनुभएको छैन मेरो। सो अलराइट गाइज। सो अनि अब चाहिँ कलेजतिर जानुपर्ने हुन्छ। सो अनि मेरो चाहिँ अहिले चाहिँ ओडोमिटर बिग्रिरहेको छ है गाइज। सो ओडोमिटर चाहिँ हो अहिले चाहिँ मेरो बिग्रिरहेको छ। ठिकै छ 600-700 रुपियाँ लाग्छ। तर अब अहिले म बनाउँदिनँ किनभने सर्वकलाको अहिले इक्जाम छ होइन। अब यताउता कुरामा त्यति धेरै लागिरहँदिनँ म। टक्कै इक्जाम पश्चात चाहिँ म सर्वकला र ओडोमिटर बनाइहाल्छु। केटाले बोलाउँदैछ अगाडि। ओ मेरो त 2 लाइन मात्र 1 लाइन एफआई छोडेर 1 लाइन। यस्तो गट्ठा गट्ठा बाटो छ यार। खै स्कुटरमा चाहिँ गाह्रै हुँदो रहेछ क्या यस्तो बाटोमा हिँड्नलाई। मुजी पुरै हान्नेर आइरह त बे लाडो। नम्बर प्लेटै छैन त मुजी। यस्तो यस्तोलाई चाहिँ काट्दैन मुजी। सिट ट्राफिकहरू पनि हामीलाई काटेर बस्छ यार। पावर त छ के यमा हो नि त। आमामा कन्ट्रोलै गर्न सक्ने पावर छ यार। यही भएर त लडिन्छ त गाइज। हान्ने हो नि त यसरी मुला। हट 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 मजा आयो यार। साइड लाइट अन कने रहेछ त्यो। मजा आयो ए मुजी। पुरै ढुङ्गा रहेछ यार। कति दिनपछि चलाएँ नि त। तर अस्ति एक्सिडेन्ट भएदेखि मैले
पुरै यसलाई चलाएकै थिएन नि त, सो त्यही भएर आज मजा आइरहेछ। अस्ति नै तपाईँको होइन मेरो एक्सिडेन्ट हुँदाखेरि सर्लक्क लाएर यो मेरो अगाडिको ह्यान्ड गार्ड छ नि, यो नै थिएन क्या। अनि त्यो पछि फेरि यसलाई मैले एसेम्बल गराएर चट्ट लाएर हाल्न लाएर अनि मात्रै चला हो कि अहिले। के अरे जाम त नेपालको गहना हो। ओइ मुला कहाँ यत्रो पर छ त एम्बिसन कलेज? ती परबाट भित्र हो त, राइट हो त होइन र? त्यस्तै फिल भयो मलाई त। एकछिन साइड लाएर लोकेसन हेरेर जाउँ न। म त उति परबाट भित्र जस्तो लाग्थ्यो। अनि फेरि भोलि नै आएर हेऱ्यो भने त कहाँ हो कहाँ होइन, कहिले कस्तो लोकेसनले धोका पनि दिन्छ, कहाँ पुगिन्छ थाहा हुँदैन। कलेजै थाहा नपाएर ढुट्टो छ हौ। कहाँनिर रहेछ हौ यस्तो भित्र त नहुनु पर्ने। कलेज त त्यही रहेछ त, छिर्ने कहाँबाट हो? उतै हो क्या गेट? जाउँ न घर लिएर। यही हो क्या हो? कुन चाहिँ हो त? यो त ब्लक 2 हो। एकचोटि झरेरै जानुपर्छ क्या? ब्लक 1 यता रहेछ। ए ब्लक 1 यता रहेछ। अब हेरौँ भोलि नै थाहा भइहाल्छ नि। पढेकै छैन र पो डर त। पढ्नु त पढ्यो अलिअलि, तर त्यति पर्फेक्टली पढाएन कि। वास्तवमा चाहिँ हाम्रो चाहिँ ठ्याक्क लाएर ब्याक पेपरको चाहिँ इक्जाम हो क्या। अनि अरूलाई चाहिँ इङ्ग्लिस लागिरहेछ। म्याक्सिमम् हाम्रो लगभग कलेजको म्याक्सिमम् सबलाई इङ्ग्लिस लागिरहेछ के। सो अनि हामीलाई चाहिँ इङ्ग्लिस लागेको थिएन नि त। अनि फेरि हाम्रो चाहिँ आडी हो, त्यही भएर चाहिँ यत्रो टाइम आज नभए त इङ्ग्लिस भएको भए हाम्रो अस्ति नै 28-29 गतेदेखि नै भइसक्थ्यो। बट हाम्रो अहिले 1-2 गते हुन्छ। सो अब कलेज हेरियो होइन, टक्क लाएर अब फर्किनु पर्ने हुन्छ। के यार घाम पानी भइरहेछ त हाम्रोतिर त। यस्तो घाम पानी भयो भने त अशुद्धि दिन भन्ने चलन छ है गाइजहरू। के छ तपाईँहरूकोतिर चलनमा? साला योबाट लुम्बै उडाइदिउँ न। ओइ मार सिक्ने भिज्छ यार आज। म भिज्योमा बेकारमा निस्केछ यार आज। नट निडेड। यस आइसक्यो। थोट मासला क्या पानी परिदिरहेको मुजी।